नमस्कार। नेपाली लोक साङ्गीतिक बजारमा विष्णु खत्रीको बागलुङे हुँ भन्यो बोलको पञ्चेबाजा गीत भर्खरै मात्रै सार्वजनिक भएको छ। उक्त गीतको सुमधुर आवाजमा विष्णु खत्री र देवी घरतीको रहेको छ भने शब्द विष्णु खत्री, रमेश सुवेदी र राजेन्द्र छेत्रीले लेखेका हुन्। उक्त गीतको लय र थेगो विष्णु खत्रीले बनाएका हुन् भने मिक्सिङ मास्टरिङ कुमार राणाले गरेका हुन्। उक्त बागलुङे हुँ भन्यो पञ्चेबाजा गीतलाई सुमन राणा र कुमन राणाले रेकर्ड गरेका हुन् भने सनही बोलबहादुर जैरूले बजाएका हुन्। उक्त बागलुङे हुँ भन्यो बोलको पञ्चेबाजा गीत मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो। उक्त बागलुङे हुँ भन्यो पञ्चेबाजा गीत अति मार्मिक बनेको छ। लय शब्द एकदमै उत्कृष्ट बनेको छ। यो विशेष बागलुङ जिल्लाका विभिन्न स्थानहरूलाई चिनाउनको निमित्त तयार पारिएको गीत हो। बागलुङ जिल्लाको सुपर डुपर गीत भन्दा पनि फरक नपर्ला। उक्त बागलुङे हुँ भन्यो बोलको गीतको भिडियो डाइरेक्सन एकेन्द्र साराशङ्करले गरेका हुन् भने अभिनयमा यसु भट्टराई, सुवञ्जन कार्कीको रहेको छ भने सिनेमा फोटोग्राफर राजेश घिमिरेले गरेका छन्। एडिट कलर मनोज कार्कीले गरेका हुन् भने उक्त बागलुङे हुँ भन्यो बोलको पञ्चेबाजा गीत यसै गीतका गायक, सङ्गीतकार तथा सर्जक विष्णु खत्रीको अफिसियल युट्युब च्यानल मार्फत बजारमा सार्वजनिक भएको छ। बागलुङे हुँ भन्यो बोलको पञ्चेबाजा गीत अत्यन्तै मार्मिक भएको छ। गीतका शब्द, सङ्गीत, स्वर र भिडियो एकदमै मार्मिक र भावुक बनेको छ। यो पञ्चेबाजा गीत दर्शक तथा श्रोताको मनमा बस्नेछ भनेर हामीले आशा गरेका छौँ। अडियो भिडियो सुरुबाट अन्त्यसम्म हेर्न र सुन्न चाहनुहुन्छ भने बागलुङे हुँ भन्यो बोलको पञ्चेबाजा गीत विष्णु खत्रीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ। धन्यवाद सङ्गीत दृष्टि।